अवस्था यस्तो छ गाइस, हेर्नु होला। उहाँले नानी बोकेर जानुभयो। गाह्रो छ है दाइ। अझ यो यहाँभन्दा उता 7 किलोमिटर यस्तै छ अरे यो। हजुर हजुर। दाउन्नेको जाममा मरुन्जेल फसियो गाइस, के गर्ने। हेर्नु होला अवस्था यस्तो छ हाम्रो। हिलोले पनि खत्तम छ गाइस। अहिले चाहिँ हामी यता होटेलहरू पाउँछ कि भनेर यसो अघि सरिरहेछौँ। हेर्नु होला जाम परेर यस्तो छ यहाँ। कहाँदेखि त्यहाँदेखि यता कहाँ हो यस्तो छ, गाह्रो छ। यता हेर्न सक्नुहुन्छ, गइरहेछौँ। यता मान्छेहरू पनि पछि आइरहेको छ। मौसम हेर्न सक्नुहुन्छ गाइस, यस्तो पानी परिरहेछ, हावा पनि चलिरहेछ है। यो कुहिरोले ढाकिया छ, केही छैन। अब हिलोको के कुरा गर्नुहुन्छ। अन्त त्यस्तै छ गाइजहरू। अब यो हामी चाहिँ बर्दियाबाट हिजो हिँडेको चाहिँ आज हाम्रो राति 3 बजेदेखि नै यो जाम परेको। अनि हाम्रो भोक चाहिँ लास्टै लागेको छ। केही पायो भने चाहिँ हामीले खाने भनेको छौँ। म गइरहेको हेर्नु होला। कतिजना त उता के खाएर त्यो यसो हेरेर पनि आउनुपर्छ। तपाईँहरूले के उता पाउनुभयो होटेलतिर त्यो खाजासाजा के? उहाँहरूले त खाएर आउनुभएछ, हामी गइरहेछौँ गाइस। हेर्नु होला उतानिर एउटा होटेल जस्तो देखिरहेछ है। हामी त्यतै छिर्छौँ, केही पाउँछ कि। आइए बाटोको अवस्था चिप्ल्यो भने त मरियो त। बेच्न ल्याउनु के छ यसमा? के छ बिस्कुट छ? के छ दाइ? चाउचाउहरू छ? पनि सक्यो जस्तो छ। उतातिर जानु पर्यो। जाम दिदी उतातिर पाउँछ नि। गाह्रो पाउला यता त पाउँछ जस्तो। दाउन्नेको जामले भोक लागेर टाक बढ्या। यो होटलमा छिरौँ हामी, एकछिन के पाउँछ कि। दिदी खाजामा के छ? चिया बनाइदिनु न है। चिया साथी हेर्नु, हामी आज जामले यस्तो हाम्रो टाट पल्टाइदियो। हेर्नु यतातिर खाजासाजा पनि केही पाउँदैन रहेछ, गाह्रो भइसक्यो। यता चिया पिएर जाम न, उतातिर पनि गाह्रो होला अरे, पाउँदैन अरे चिया। अब यता चिया खाने त होला नि। सँग 1000 रुपियाँ भयो, छुट्टा भएन। उताखेरि दिदीले दिन लाग्नु भएको 40 रुपियाँ पऱ्यो। लेमन टी रहेछ है। चिया सिया पिएर अब चाहिँ हामी गाडीतर्फतिर लाग्यो गाइस। अवस्था हेर्नु नसक्नु छ गाइस। यता यो पकायो है। टायरहरू यसरी चिप्लिरहेको कुरै छोडिदिनु आज। मान्छे पनि हिँड्दै आइराख्नु भएको। मान्छे चिप्लिन बाँकी छ यहाँ। गाडीहरू त चिप्लिरह। अब यसरी जुद्या हेर्नु। यो दाउन्नेको बाटो चाहिँ कहिले बनिसक्छ हेर्नु गाइजहरू। यसमा चाहिँ छिट्टै नै बन्नु पर्यो है, नत्र हामीलाई खुट्टाहरू यसरी भएर। हिलो यति छ। हाम्रो ट्राफिक सरहरूले पनि काम गरिराख्नु भएको छ। उहाँहरूले हेर्न सक्नुहुन्छ।
जाम एकदमै बाक्लो छ। हिलो यो पानी परेर हिलो भयो के, हिलो भएर यस्तो जाम लागेको भन्ने हामीले सुन्नमा पाएका छौँ। हजुर दिदी भन्नु त। त्यही त भने, यो बाटो बन्न थालेको लगभग कति वर्ष भयो होइन, यस्तै अब हिलो छ। हेर्नु त अवस्था यस्तो छ, हेर्नु गाइसहरू। गाह्रो छ है दाइ। जाम त लामो लामै छ। के भन्न छ दिदीहरूलाई, के भन्नु छ? यो हाम्रो भन्ने नभन्ने सबै यो रोडले हिलोले बताइराख गाइजहरू, हेर्नु होला। बेजोग छ यता। हामी गाडी भन्दा यता धेरै हिँडेर आइसक्यौँ गाइस। हेर्नु होला जाम यस्तो खतम छ। अब टायरहरू यति यति माटोमा हिलोमा गडिराख। लगभग अझै यो यहाँभन्दा उता 7 किलोमिटर यस्तै छ अरे यो जङ्गलभरि। आज रातिमा पनि खुल्न गाह्रो छ अरे, हेर्न सक्नुहुन्छ। 7 किलोमिटर भनेको धेरै हो। 7 किलोमिटर यस्तै हिलो छ अरे। मान्छेहरू मलाई यसरी बसिराख्नु भएको छ। हिलो यति यति छ। हजुर हजुर हजुर, अब त्यही छ। अब अवस्था अझै नाजुक नाजुक छ। अवस्था यस्तो छ गाइस, हेर्नु होला। उहाँले नानी बोकेर जानुभएको, हिलो हिलोमा हिँडेर आउनु भएको छ गाइस। अब मरिन्छ। सियर 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 यस्तो हिलोमा खुट्टा डुबिराख। अब यसले यति हिलो फाल्छ कि यो गाडीले। छिटो अहिले उता मात्रै 1 ओरो मात्रै खोलिदिएको छ है। फेरि अब यता आउँदाखेरि सबै गाडीहरू चढ्दैन अनि